me, Lakshmi Taman. Guys, welcome to my channel. It's me, Lakshmi Taman. सबैजनालाई चाहिँ मेरो तर्फबाट ह्यापी दशैं। अनि सबैजना थाहा होला आज हाम्रो महान चाड दशैं। हजुरहरूले पनि रमाइलो गर्नुहुन्छ होला। अब यस्तो ठुलो भ्लगर नभए पनि हैन, यस्तो खासै नआए पनि हैन, जे होस् मेमोरीको लागि भने यो म भिडियो चाहिँ क्याप्चर गर्दैछु नि त। रेडी हुन्छ म अनि टक्क लाएर माइजूमा जान्छ टिका लाउँछ म। त्यो बेला नि म भ्लग बनाउन ट्राई गर्छु हैन। जे होस् अब आउन आए पनि अलिअलि हैन टक्क। जे होस् अब फेरि पछि म फेरि आउनेछु गेट हेर्छु। गाइस म चाहिँ रेडी भइसकेँ। मेरी पनि रेडी हुनु भइसक्यो। मेरी दिदी पनि रेडी हुनुहुन्छ। अर्को उता नि छ। हामी रेडी भइसक्यो। अब टक्क माइजको जान्छ नि बोलाउनु भइसक्यो। अब ल माथि गएर अब टिका लाएको मोड बनाउँछु ल गाइस, एकछिन रोक्नु होला। हामी यहाँ पुगिसक्यौँ न मेरो साथी दिदी छ ता मेरो सोल्टा मामा हुन्छ। माइजू नै हो घरमा माइजू उल्टी हेर्न उल्टी हुन्छ। मामा हुनुहुन्छ टिका यहाँ रेडी हाम्रो खाना। अब मामा चाहिँ अन्तखेरि छ हाम्रो गाइस अहिले चाहिँ होइन अब सायद अहिले भएन अरे कि आएर हामी चाहिँ यस्तो टक्क लाएर बाहिर बस्दैछौँ। मेरो दिदी पनि यता हुनुहुन्छ। सबसे राम्रो यहाँ हुनुहुन्छ र अर्को कता थाहा छैन है। हामी यस्तै अब बसिरहेको छु मैले टक्क कतिमा रे सायद 57 हो कि 53 मा रे खै कति थाहा छैन। टिका लाउने पैसा पाउने हो होइन। अनि हामीलाई चाहिँ भित्र बोलाउनु भयो अनि हामी गयौँ अनि टिका लाउनु थाल्यौँ। मेरो खाना यो मेरो मेरो दिदीको यो युनिको यस मोबाइल खडाएर के छ गाइस सबै हामी ब्लगर हो नि त। हामीलाई चाहिँ के बस्दा चाहिँ झ्याला छैन यहाँ फोटो खिच्दै छ कोही के गर्दै छ उता फोटोग्राफर चाहिँ कस्तो ह्यान्डसम छ। मेरो सोल्टा यहाँ छ अनि मेरो यहाँ फोटोग्राफर अनिको ग्राफर चाहिँ भएन मोडल हो। अच्छा मोटा सरी मिस्टेक है। फोटोग्राफर नि उता ग्राफर नि हो ग्राफर नि मोडल यहाँ है। आहा चटक्क परेर हेर्नु माथिदेखि तलसम्म हेर्नु। हाम्रो बाहिर मस्त गेम हेर्दै म चाहिँ यही हो ताल है बस्ने अब के गर्नु वाइफाई गयो बत्ती गयो भिडियो नि राखेको छैन है गाह्रो छ। अब हेर्नु अहिले यस्तो कस्तो राम्रो भइरहेको लुक चाहिँ हेर्नु ओ पानी पर्ला जस्तो भए पऱ्यो भने बेगत हुन्छ अहिले यहाँ हाम्रो यस्तै हो ताल होइन। मेरो पुनु त तल मेरो त रातो फ्रक लाउने त बुइनी हो पल्लो घरको बुइनी पल्लो घरको बुइनी। हामी टिकटक बनाउँछौँ अब टिकटक सुरु पनि भइसक्यो उता दिदीहरूले बनाइरहेको। अब म पनि बनाउँछु अब म बनाएर होइन टिकटकमा पोस्ट हाल्छु गाइज। अब हामी टिकटक बनाएपछि अनि फेरि भेटौँला गाइज। अब चाहिँ हामी अब लुबुन थाले जान लाग्यो। यता चाहिँ मेरो दिदी छ यता चाहिँ मेरो मम्मी अघि भर्खर आउनु भएको त्यो काली देखाएको छ मेरो नि क्यामेरा क्वालिटीको डिफरेन्स। सो अब हामी चाहिँ अब उमा पुग्यो ठ्याक्क अब भिडियो फेरि बनाउँछु। जति नै पुरानो भयो अब हामी गाडीमा चढ्छौँ अन्त अहिले हामी बाटोमा हिँड्दैछौँ गाइज। फेरि म वहाँ पुगेपछि है त गाइज हामी चाहिँ होइन यहाँ आइसक्यौँ र यहाँको भ्यू यस्तो राम्रो छ नि यस्तो राम्रो हुन्छ नि। अहिले मेरो क्यामेरा यस्तो खासै राम्रो छैन कि अब यस्तो राम्रो छ कि मेरो मम्मी चाहिँ उता हेर्न लक्कर हिँडेर उता पुगिसक्यो भनेको। दिदी चाहिँ उतै हुनुहुन्छ। अब म पनि जान्छ अब मेरो कुकुरहरूसँग भेटाउँछु यस्तो क्युट कुकुरहरू छ। ए बाटो त खतरा खाएको यहाँको त कति हिँड्दा उता मेरो मामा हुनुहुन्छ उता कुकुर पनि छ गाइस। अब म कुकुरहरू देखाउँछु। उता मेरो दिदी खतरा भएर आएको छ होइन तोर्पे देखाएको छु। जुत्ता फेरि खतरा लाएर आउँछ कि एउटा कोसेली
कोसेली पनि ल्याएको छ कोसेली आउँदैछौँ आइसक्यो फाइनली हामी त मामा चाहिँ उता हुन्छ अब खै Pakai mana? मामा त हुन्छ यहाँ मेरो अर्को कुकुर छ दादा हामी चाहिँ होइन आयो त आऊ यति माया नगर यति माया नगर अर्को क्याटेको प्यान्ट लाउनु लाग्यो नि यसले मैले यसलाई यो राम्रो छ भनेर यसले लगाएको मेरो बुन्टे आएको छ मेरो बुन्टे गाई हेर्नु कति क्युट छ मेरो बुन्टे मेरो काखमा सुतिरहेको सुताइज हामीले यो अब यस्तो उफ्रिरहेको हेर्ने बुको चाँडो मेरो बुन्टेर भेट्दा आइसक्यो यति माया गर्छ आइसक्यो नखाने घाँस यो यसले जबराले खाइदिन्छ भनेको ल यसलाई पेटहरू काउँदैन खुला चल्छ कि कति ज्ञानी छैन नि फेरिको तर अब मारिदिउँ म खोज्छु कि कति क्युट छ नडोक्न यार नरु आँसु नि पुस्थे माया लाग्छ गाइस टक्कै कस्तो सुतेको छ नि त्यो बच्चा चाहिँ सुतेको हामी खानु लाग्छ खानु गाई जस्तो मिठो मिठो अझै हुन्छ साथीहरू लुगनदालीबाट चाहिँ आउँदाखेरि चाहिँ म भिडियो बनाउँछु भने त्यहाँदेखि भिडियो बनाउनु पर्ला भनेर सोचेको त म रहेछु उहाँ चाहिँ चार्जर चाहिँ नमिल्ने कि कसैजना अनि दाइदिहरू पनि हुनुहुन्न नि त त्यसैले बनाउनु पाइनँ यसको लागि सरी अनि आएँ चार्जमा राखेँ मोबाइल अनि खाना गएँ खाना खाएपछि अब ठ्याक्कै आएँ अनि लुगा चेन्ज गरेँ नि त अनि चार्ज भएरै छ अनि अब हामी चाहिँ कहाँ जान्छौँ भनेपछि डुबुकोट जान्छौँ अब सधैँ रेडी हुन्छ होला अब यसपछि फेरि म ब्लग बनाउँछु गाई चाहिँ मैले लुगा चेन्ज गरिसकेँ अनि टक्क भइसक्यो अच्छा रेडी हुँदै हुन्छ नि त अनि म चाहिँ टक्क ल्याएर खाना खाएर तल आएँ नि त अनि रेडी पनि भइसकेँ म चाहिँ अब यस्तै हो जुत्ता र मोजा लाउनु मात्र बाँकी छ नि त अनि अब जाँदाखेरि यस्तो रमाइलो हुन्छ नि जे होस् होइन मेमोरीको लागि हो नि त अनि के भने क्याप्चर गर्छु क्याप्चर त्यसैले अब म फेरि आउनेछु धैर्यको साथ होइन धैर्यको साथ पर्खिनु होला मलाई हामी चाहिँ अब ग्रुपको जाँदैछौँ हाम्रो टोलीहरू चाहिँ यता छ रमाइलो हुँदैछ कोही तलतिर जानु भइसक्यो हामी पछाडि जहिले पनि है यस्तै हो अब हामी एकदम सुपर फास्ट मान्छे नि त मैले लुगा चेन्ज गरिसकेँ अनि टप भएर जाने हो होइन उता हुन्छ आदम हामी गाडी चाहिँ देखायो यस्तो बवाल छ अगाडि जाऊ बहिनीसँग अगाडि जाऊ बहिनीसँग म यहाँ तिनजना अगाडि जाऊ चुरु चढिसक्यो होइन मजा आइरहेको गाडी नपाएर यस्तो गाडीमा जानु हेलो हेलो त्यो उम्रेको यस्तो हो मजा आइरहेको मजा कस्तो फिल हुँदैछ है क्यामेरा पुछ फेरि एकचोटि गर साथै उदे यस्तो हावा चल्छौँ हामी अब चाहिँ हेर्ने अब चाहिँ मजा आउँछ अब लगाइ जब हामी जान थाल्यौँ मजा आइरहेको मजा दसैँमा मजा आइरहेको यो
बाटो खतरा हुन्छ अब यस्तोहरू गाइरहनु कहिले काहीँ होइन यस्तो मलाई रमाइलो हुन्छ नि अब यस्तैहरू पुगिसकेर मैले लुक पनि धोइसकेँ मामाहरू तासु गर्दै हुन्छ दिदी यहाँ हुन्छ उता हुन्छ अनि अब हामी तास खेल्छ भ्लग पनि हाल्छु अनि मामा दाई अनि भाउजूहरू चाहिँ यहाँ तास खेल्यो नि त हामी पनि अब खेल्ने भनेर टक्क मिलाउँदै थियो यहाँ अनि भाइहरू पनि गेम खेल्दै थियो अनि मैले चाहिँ ऐना देखेर मस्त पोज हान्दै थिएँ गाइज पछि हामी तास खेल्न थाल्यो चाहिँ बेला भयो अनि माइजूले हामीलाई टिका लगाइदिनु भयो फर्स्टमा बेबीको योपछि चाहिँ मेरो योपछि चाहिँ साराको अनि योपछि लास्टमा चाहिँ युरी नानाको गाइज फाइनल चाहिँ हामी घर पुगिसकेँ अब मैले चाहिँ होइन जे होस् भिडियो चाहिँ क्याप्चर गर्न खोजेको होइन रमाइलोमा सबै बिर्सेँ केही छैन ट्राई चाहिँ गरेको छु मैले अब जे होस् नराम्रो लाग्यो भने चाहिँ भन्नु होइन म सुधार्ने चाहिँ ट्राई गर्छु कमेन्टमा भन्नु ल कमेन्टमा अनि अब मेरो भिडियो चाहिँ हेर्नुभयो भने चाहिँ लाइक सेयर कमेन्ट सब्सक्राइब गर्नु नबिर्सिनु होला यति भन्दै अब फेरि अब कहिले अब म भेट्छु भने चाहिँ तिहारमा होला सायद तिहारमा अनि अरू त कहिले हो र अन्त मनाउँदैन हाम्रो मेन भनेको अब दसैँ तिहार त हो तिहारमा भेट्छु होला सायद होइन थाहा छैन कि सो गाइज चाहिँ अब धेरै पछि भेट्ने छु होइन यो भिडियो चाहिँ जे होस् मन पऱ्यो भने चाहिँ अब लाइक सेयर होइन मैले भन्छ कि होइन यति गरिदिनु होला यति गऱ्यो भने होइन अब के थाहा ठुलै भ्लगर बन्छु कि अन्त गाइज फाइनली ल बाई बाई सी यु अगेन